Hey guys, welcome back to my another vlog. सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु। मसँग आजको भ्लगमा पाकड घुम्न जानेहरु मध्ये आज 3 जना छन्। 3 जनाहरु चाहिँ एकजना मेरो भान्जा हुन् अनि समीर पछि यहाँ आरस भाइ छ, यो पनि मेरो भाइ। त्यसपछि मसँग चाहिँ यहाँ अनुस पनि जान्छ। त्यो साथीहरु हाम्रो चाहिँ साइकलमा चाहिँ हावा छैन, अलि गिलो छ, प्लट छ यसमा अनि यसमा पनि अलिअलि हावा हालेर। अनि यहाँ छन् समीर, हाई गर। समीर यहाँ छन्, अनुस यहाँ छ। हामी कहाँ जाने गाइज? पाकडी। अनि पाकडी जाने हामी चाहिँ साइकलमा, धेरै टाढा छैन, यही नजिकै हो। सो गाइस हावा चाहिँ तिनटै साइकलमा भर्न धेरै कम छ। यहाँ गाह्रो पम्पको हालत यस्तो छ, डन्ठी नै छैन, यस्तो छ। पाइप पनि फुस्के छ, बल्ल जोडेको यहाँ सातेर। ऊ ताडो साइकल पनि लिएर आउँदै छन्। अर्को साइकलमा हावा बनाउँछ, ऊ अगाडि दुईटा को हिँडिरहेछ। यो साइकल पनि लिएर यसमा त यिनीहरु चाहिँ हावा भर्न लाग्छन्, देख्न सक्नुहुन्छ। हामीले चाहिँ यहाँ चाहिँ पम्पै यस्तो हालत छ, सकिँदै रहेन हावा भर्न त। पम्पको हालत यस्तो छ। त्यो गाइज हामी चाहिँ अब साइकलमा हावा सावा हाल्यौँ अनि हामी चाहिँ पाकडी जाँदैछौँ। विश्वको ठुलो रुख के भन्दैछन् अब खासै थाहा छैन, अब त्यहाँ गएपछि थाहा हुन्छ। हामी भ्यू देख्न सक्नुहुनेछ पछाडितिर। अनि हाम्रो केटाहरू पनि हावा सावा हालेर निक्लिँदैछ। म केटाहरूको क्लिक देखाउँछु। साइकल ग्याङ भाइहरू पनि उहाँ पुगिसके। अब म पनि जान्छु। अब वहीँ पाकडीमा गएर भेटौँला है त। हल्का फुल्का म तपाईँहरूलाई बाटोको हल्का फुल्का खिच्दै जान्छु र वहीँ अब एकैचोटि पाकडीमै गाइज हामी चाहिँ अब फाइनली पाकडी रुखको अगाडि गेट अगाडि आइसकेको छ। तपाईँलाई यहाँ पाकडीको बाहिरबाट सिन त मैले अघि देखाइसकेँ। अब हाम्रो भाइहरू चाहिँ यता छन् सँगसँगै। अब चाहिँ गएर कस्तो छ त्यहाँको सिन देखाउँछ है त। गाइज हजुरले देख्न सक्नुहुन्छ पाकडी बहुत एकदम ठुलो छ। अनि यतातिर साधनहरू पनि छ, टन्नै मान्छेहरू घुम्दैनेहरू चटपट पसलहरू पनि छ यहाँ। अनि हाम्रो साधन छ। अनि उतातिर चाहिँ हाम्रो साइकलहरू छ त्यहाँ। अनि यो चाहिँ देवदहमा पर्छ है, लायन्स क्लब अफ देवदह पाकडी ब्रिज भनेछ। यहाँ के छ, यहाँ के को बारेमा छ, यहाँ पुरा पढेर। विशाल अद्भुत पाकडी वृक्षलाई इतिहासकै सबैभन्दा ठुलो र पुरानो रुखहरू मध्ये एउटा रुखको रूपमा चिनिन्छ। सदाबहार यस वृक्ष करिब फैलाएको हाँगाहरू करिब 50 फिट रहेको छ। यार पनि यार हेर्न सक्नुहुन्छ गाइस हाम्रो केटाहरू साइकल ग्याङ। अनि हाम्रो यो पाकडी हामी घुम्न आएको ठाउँ। यहाँ मान्छेहरूले पूजा पनि गर्छन्। म यहाँ खतरा पेन्टिङ देखाऊँ। खतरा पेन्टिङ देख्लो गाइज, पेन्टिङ। अनि यहाँ बस्न पनि मिल्छ, बस्न त मिलिहाल्छ नि। धाराको पनि व्यवस्था छ पानी खानको लागि टक्क। हामी नि
आऊ न पकडी आउनको मजा केटा हो पकडी आउनको मजा ओ यार यो चाहिँ देता ठुलो हास भयो भयो फेरि होइन बिस्तारै अलिअलि पङ्ग्राङै गइएलाखेरि ताना ल्याएर यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ मान्छेहरू आएर पूजासुजा गर्ने गर्छ यसरी यहाँ आएर टिकटक सिकटकै बनाउनु भयो दाइहरूले मस्त ट्याक्का त्यहाँ 1000 को नोट हालेर अहिले हुन्छ भिडियो सकेपछि ठुलो छ नि रुख यस्तै ठुलो के रे भाइ र यो हामी चाहिँ पाकडी घुम्यौँ हजुरहरूलाई देखाउँ कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु होला सो गाइस हामी चाहिँ यहाँ पाकडी घुमेर भ्याइयो र हामी चाहिँ अब घरतिर लाग्न थालेको र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो पार लाइक र सब्स्क्राइब ठोकिदिनु होला र घन्टी पनि बजाइदिनु होला हे गाइस अनि हामी चाहिँ अब पाकडी घुम्यौँ र हजुरहरूलाई पनि देखायौँ कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला र अब हामी चाहिँ सबैजना भएर अब घरतिर जाँदैछौँ अब रात पनि पर्न लागिसक्यो अनि हाम्रो भाइहरू यहीँ छन् अब सानो भाइहरूलाई लिएर आसिया बेलामा घर जानु पऱ्यो साइकलहरू बाहिर छ अब हामी यहाँबाट निक्लिँदैछौँ गाइस र अब त्यही हो अब म बाटोमा के छ तपाईँहरूलाई देखाउँदै जान्छु च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस् च्यानललाई लाइक सब्स्क्राइब गर्नुपर्छ भने त्यो गाइस हामी वापस घर जाँदा त्यो गाइस हामी चाहिँ अब यहाँबाट घर जाँदैछौँ हामी फेरि आज फर्स्ट टाइम साइकल ग्याङ हानिदिएको र साथीहरू अब हजुरहरू देख्न सक्नुहुन्छ पानी पर्न लागिसकेको छ र यो पाकडी ब्रिज चाहिँ देवदह नगरपालिका होला घुम्नु होला ए गाइस आजको भिडियो कस्तो लाग्यो पक्कै पनि राम्रो लाग्यो होला राम्रो लागेको भएदेखि लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला र अर्को भिडियोमा फेरि भेटौँला तबसम्मको लागि बाई।